अहिले सबै विद्यार्थी भाइ बहिनीहरू धेरै तनावमा हुनुहुन्छ र सङ्कटमा हुनुहुन्छ किनकि सिटिजन ब्याङ्कको र एभरेस्ट ब्याङ्कको र ग्लोबल आइएमई ब्याङ्कको जुन एक्जाम रोलिङ नेसेसले एक क्लास कमर्सियल ब्याङ्क भनेर खोलेको थियो भ्याकेन्सी त्यसको एक्जाम यहीँ आउने शनिबार भइरहेको छ र एक्जाम सेन्टर फरक फरक प्लेसमा रहेको छ र तपाईँको कुनै ब्याङ्कको एक्जाम भ्याउन सक्छ तीनटै ब्याङ्कको एक्जाम तपाईँ दिन सक्नु हुँदैन। मलाई यो पनि थाहा छ र लगभग सबै विद्यार्थी भाइ बहिनीहरूको तीनटै ब्याङ्कको एक्जाममा सर्ट लिस्ट भइसकेको छ भने सङ्कटको घडीमा यो आज म हजुरहरूलाई केही सजेसन दिन गइरहेको छु कि हजुर कुन ब्याङ्कको एक्जाम दिनुहुन्छ भने बेटर हुन्छ। सबैभन्दा पहिला हजुरको अब पाठ्यक्रम हेर्नु पर्दो रहेको छ। सबैभन्दा सजिलो तपाईँको पाठ्यक्रम कस्टमर सर्भिस एसोसिएट एभरेस्ट ब्याङ्क लिमिटेडको रहेको छ। त्यसमा मात्र मल्टिपल चोइस क्वेसन हजुरको छ र त्यसमा तपाईँको सिट पनि तपाईँको 99 जनाको थियो 99 जनाको लागि अलिकति तपाईँ राम्रोसँग पर्फर्मेन्स गरिदिनुहुन्छ भने तपाईँको त्यहाँ जब लाग्न धेरै चान्स हुन्छ। सिटिजन ब्याङ्कको तपाईँको धेरै जटिल र अलिकति तपाईँको कम्पिटेटिभ टाइपको तपाईँको एक्जाम हुन्छ। यसमा तपाईँको यदि राम्रोसँग प्रिपेरेसन छैन भने यसमा एक्जाम दिनुहुन्छ भने तब पनि हजुरको नाम आउँदैन र रोलिङ नेसेसको पनि मिडल रहेको छ। सबैभन्दा इजी तपाईँको एभरेस्ट ब्याङ्कको छ र त्यसपछि तपाईँको ग्लोबलको र सबैभन्दा तपाईँको बढी हार्ड तपाईँको जुन छ सिटिजन ब्याङ्कको छ। यो हजुरको प्रिपेरेसन कस्तो छ र तपाईँको नजिकको ब्रान्च कहाँ छ, हजुरको सेवा सुविधा कस्तो मिल्छ, त्यो सबै विषयमा हजुर के गर्न सक्नुहुँदो रहेको छ। चुज गरेर कुनै एउटा ब्याङ्कको हजुर एक्जाम दिन सक्नुहुँदो रहेको छ र यदि तपाईँ प्राइभेट ब्याङ्कको एक्जाम प्रिपेरेसन क्लास जोइन गर्न चाहनुहुन्छ भने एसिस्टेन्स लेभलमा 3000 मा र म्यानेजमेन्ट ट्रेनिङमा 4000 मा तपाईँ के गर्न सक्नुहुँदो रहेको छ, प्राइभेट ब्याङ्कको एक्जाम प्रिपेरेसन क्लास जोइन गर्न सक्नुहुँदो रहेको छ र जब नालासम्म पढ्न सक्नुहुँदो रहेको छ। पाइने सेवा सुविधाहरू हजुरलाई फर्स्टमा रेकर्डेड भिडियो पिडिएफ नोट्स मिल्छ भने लाइभ क्लास गर्न मिलिहाल्छ र जब नलागेसम्म हजुरलाई पढ्न मिलिहाल्छ। अन्य जानकारीको लागि तपाईँको यहाँ व्हाट्सएप नम्बर छ +977976476142 मा कन्ट्याक्ट गरी घर बसी बसी अनलाइन माध्यमबाट तपाईँको हातमा कि मोबाइल छ वा ल्यापटप छ भने वा डेस्कटप छ भने त्यसबाट तपाईँ के गर्न सक्नुहुँदो रहेको छ, पढ्न सक्नुहुँदो रहेको छ।